हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ लक्ष्मी पूजाको दिन हो। मैले चाहिँ यहाँ पाला मैले चाहिँ यो टिकटकमा नयाँ ट्रेन्ड देखेको थिएँ। तेलमा चाहिँ यो मोमबत्ती पगालेर अनि त्यसपछि क्यान्डल्समा हाल्ने चाहिँ यो मैले ट्रेन्ड देखेको थिएँ। सो म त्यही गर्न गइरहेको छु। यु क्यान सी हियर रेडवाला चाहिँ यहाँ छ। रेडवाला चाहिँ अहिले फेरि यसलाई छुट्टै म पगाल्छु। रेडवाला छुट्टै र व्हाइटवाला छुट्टै क्यान्डल जस्तो बनाउँछु म। क्यान्डलहरू सब यसरी बनाएर रेडी पारेको छु। यतिमा चाहिँ क्यान्डल्सहरू सक्यो पुगेन, यतिकै छोडिदिन्छु। अब साँझ तेल हालेर युज गर्छु। सो मैले यसरी बनाएँ। मैले यहाँ कलर रेडी गरिसकेँ रङ्गोलीको लागि। अब चाहिँ म गोबर लिन जाँदैछु पर। वहाँ जाने, त्यहाँ गाई गोरुहरू बाँधेको हुन्छ, त्यही जाने हो। सो हाम्रो गाउँको भ्यू। त्यो गाई हो कि गोरु हो त्यहाँ गएर म चेक गर्छु पहिला, अनि त्यसपछि गएर लिएर आइहाल्नुपर्छ गोबर। फेरि हामीले लाएर मलाई बर्बाद होला नि। यस्तो जङ्गल कस्तो डर लागिरहेको थियो। हामीले लाग्यो फेरि यो गाई गोरु यस्तो एनिमल्स जनावरदेखि यस्तो डर लाग्छ नि। हगी पनि छैन क्या हो। डर लाग्दो। मलाई चाहिँ डर लाग्यो। म त गएन त्यहाँ। जस्तो हान्ने जस्तो गऱ्यो त्यो गोरुले। यता घरतिर बाँधेको छन् कि गाई, त्यहाँ हेर्छु। पक्रियो भने लाग्छु, पाएन भने यत्तिकै रङ्गोली बनाइदिन्छु। खै कहाँनिर अभि आइगयो। पुग्छ, धेरै हो यति पनि। मलाई चाहिँ ऊ त्यहाँ दाइले हेल्प गर्नुभएको, मलाई लास्ट डर लागेर। अब चाहिँ म घर जाँदैछु। र बोजू पनि गोबर लिन आइराख्नु भएको छ अरे। तर गोबर त यति मात्र हग्नु भएको थियो हाम्रो लक्ष्मीजीले। मैले उठाएर ल्याइहालेँ। त्यो पनि आफू नसकेर दाइलाई भनेर। रङ्गोली बनाउँला गाइस। यहाँनिर बनाउनु पर्ला म चाहिँ रङ्गोली बिचमा सेन्टरमा होला नि त। घाम छ कि फेरि यस्तो म कालो भइहाल्छु नि त। फेरि यस्तो घाम छ कि म त कालो भइहाल्छु नि त। फेरि सनस्क्रिन अप्लाई गरेर आउनुपर्छ क्या हौ। तर होइन, म यो सलै लगाउँछु। मेरो कलर्सहरू चाहिँ बाहिर लगाऊँ। अब चाहिँ यहाँ लिपौँ है, गोलो सर्कल गरेर। मैले चाहिँ ड्याडीको हात लगाएर आएको छु घाम छेक्छ भनेर। किनभने म कालो भइहाल्छु नि त फेरि गाइस। यसरी लगाउने हो क्या हो। माइ गड, पानी लगाउनु पर्छ क्या हो। मलाई चाहिँ यस्ता यस्तो कुरादेखि मलाई घिन लाग्दैन। ल लिनुहोस्, खानुहोस्। पानी चाहिए थियो, यही लगेर युज गरिदिन्छु। फेरि सुक्न टाइम लाग्ने होला है। मैले चाहिँ सर्कल बनाइसकेँ। अब चाहिँ एकछिन यो सुक्यो भने रङ्गोली बनाउनुपर्छ ल गाइज। त्यो गोबर चाहिँ बज्यो, त्यो बजेलाई दिनुपर्ने रहेछ बिचरा। मलाई यादै आएन कि फेरि यहाँ राखिदिन्छु। मैले यहाँ कलर ल्याइसकेँ। अब चाहिँ रङ्गोली बनाउनुपर्छ। म चाहिँ रङ्गोली बनाइसकेपछि देखाउँछु, किनभने बनाउँदै गराउँदै गऱ्यो भने फेरि रङ्गोली बिग्रिने चान्स हुन्छ। त्यही भएर एकैचोटि बनाउँछु। रङ्गोली बनाउनुको लागि के चाहिन्छ मेन भनेको चाहिँ कलर हो।
त्यसपछि मैले चाहिँ यस्तो टाइपको सानोवाला चम्चा लिन्छु अनि एउटा चाहिँ लट्ठी पनि लिन जान्छु लट्ठीले सेपहरू गराउन राम्रो हुन्छ सो म चाहिँ रङ्गोली बनाउँछु अब मलाई त फेरि सबै कुरा आउँछ नि नआउने भन्ने केही छैन देखाइदिएला मैले अलि भनेर चाहिँ म देखाउन लागेको छु यसरी गराउनु पर्ने हुन्छ यतिसम्म त बनाएँ अझै बनाउँदैछु लास्टसम्म हेरौँ के हुन्छ फाइनली कम्प्लिट भयो रङ्गोली हामी चाहिँ अब पटाका पट्काउन लागेछौँ खै बाबु मेरो भाइले त्यहाँ पटाका रेडी गर्दै होइसिन्छ पटाका पट्काऊ ल्याउ त पटाका एकछिनसम्म सल्का न माथि जान्छ के ह्याप्पी तिहार होला ओइ उत्सव यता आएर ह्याप्पी तिहार होला ह्याप्पी तिहार म पनि टाढाबाट राम्रो आउँछ